Good morning guys. Hello everyone. And welcome to my vlog again. भर्खरै उठेको यार. अहिले चाहिँ म स्कुल आइसकेँ. स्कुल आएको धेरै दिन भएको छैन, 2-3 days भयो. पढ्नु पनि पर्यो, त्यही भएर अब फ्रेस छु नि. आज त फ्राइडे, आज एउटा मात्रै क्लास हुन्छ. अनि म देखाउँछु नि के हुन्छ कस्तो हुन्छ है त. रुमबाट निस्किसकेँ अनि जाँदैछु अन द वे. अब हाम्रो रुमबाट चाहिँ डोमेट्रीबाट चाहिँ क्लास पुग्नलाई धेरै पर्दैन, 4 minutes मात्रै हो. त्यही हो, अब जाँदैछु. पढ्नुपर्छ. आज फ्राइडे हो, एउटा मात्रै क्लास हुन्छ. आनन्द हुन्छ. कति 11:30 बजीसम्म मात्रै हुन्छ क्लास, 9 बजीदेखि. त्यो लास्टै चिसो छ तर यहाँ म पहिला बसेको ठाउँ थोङ्लुमा भन्दा यहाँनिर चिसो आवाज लास्टै छ नि, क्या चिसो न चिसो हाल्छ नि. त्यही हो बाटोहरू. अनि पछि म देखाइहाल्छु मेरो स्कुल टुरहरू पनि, भिडियोहरू नयाँ नयाँ आइहाल्छ. देखाउँछु स्कुल टुर. हाम्रो ठुलो छ कलेज हो. अनि त्यही अब क्लासमा के हुन्छ सबै देखाउँछु, कसरी पढाउँदो रहेछ यहाँनिर भनेर देखाउँछु. तर हाम्रो चाहिँ क्लासमेटहरू चाहिँ सबैजना नेपाली मात्रै छ, फरेनरहरूसँग राख्दैन. यहाँ गुवाचहरू चाहिँ भाइहरू ठिक छ यार. गुड मर्निङ यार. भाइको च्यानलको नाम के एकचोटि भनिदेऊ न. भाइ पनि खतरा भ्लगर हो. अनि यतिको डेडिकेसन, यतिको डायलग भएपछि त अनि हुँदैन त. त्यही हो, भाइहरूसँग पढ्ने हो. म चाहिँ क्लास टुर हाल्छु. देख्न सक्नुहुन्छ यहाँ चाहिँ सबै नेपालकोहरू मात्र छ. इट्स एन्ड एभ्रिथिङ इट्स अबाउट नेपाल. अनि अगाडि एउटा एलइडी, यो चाहिँ हाम्रो क्लास हो. यहाँ चाहिँ हामी प्रायः नेपालीहरू मात्रै बस्छौँ, अरू कोही नै हुँदैन. जस्ट नेपालीहरू मात्रै बस्छ. सबै नेपाली. यहाँनिर पैसाहरू पनि छ, हेर्न सक्नु. Lots of money, sir, guys. Lots of money. Everything okay in the dorm? 可以吗？可以，老师。没有问题，对吧？Listen. Wow. Guys, they have lots of money. They have lots of money. Guys, मसँग चाहिँ पैसा नै नआउँछ, सबैले पैसा पठायो अरे. हाम्रो क्यान्डी क्लब. So that is the way that we respect our parents. The traditional way in China too. 中国也是这样子啊. And I just got a gift from the teacher because we had won. हामीले जितेको थियौँ नि त रेडी. यहाँनिर लाइक क्विज जस्तो होइन, क्विज जस्तो जितेको थियो. अनि she gave me a gift. अझै म क्लासबाट आइसक्यो होइन. अब क्लासबाट आइसक्यो. अब हामी चाहिँ खाना खान जान लाग्यो. यो श्रेया हो एक नम्बरको मेरो सधैँ उयो खाना आउने मान्छे चाहिँ. यहाँनिर हामी साथीहरू छौँ. यहाँनिर छौँ. के फलोवर्स के मेरो नि एक दिन हुन्छ नि कति न हो भने. अब यस्तै हो, जाने खानासाना खाने. अनि आज भिजा हान्नु जानु चाहिँ स्टुडेन्ट भिजा. वाटर बोतल यहाँनिर म वाटर बोतल देखाएको. यिनीहरू मान्छेहरू यहाँ लास्ट ल्याङ गर्न आउने यार. यिनीहरू लास्ट खत्तम. मलाई भ्लग गर्न पनि दिँदैन. हेर गाइजहरू म चाहिँ यो चाहिँ हाम्रो स्कुलहरू देख्न सक्नुहुन्छ. A few moments later. अब यो चाहिँ आजको लन्च हाम्रो यही हो. फ्राइड राइस यहाँनिर सबैको. अब खान्छौँ मिठो खान्छौँ. यो हो खाने. अनि त्यसपछि भेटौँ आएको. पहिला खाऊँ, भोक लागिसक्यो. हेलो. फेरि पनि हामी चाहिँ अब क्याब चढिसक्यो. खासमा स्कुटरमा जाने प्लान थियो क्या. हामी स्कुटरमा जाने प्लान थियो. प्रब्लम आयो. स्कुटरै भेटेनौँ क्या रेन्टवाला.
अनि द्याट्स वाइ क्याब बुक गऱ्यौँ अनि जाँदैछौँ अब भिजा सेन्टर पुगौँ अहिले चाहिँ भिजा सिजाको कामहरू सबै सकियो अब फेरि स्कुल जाने अब हेरौँ के हुन्छ स्कुल गएर आजको दिन यस्तै भयो जस्ट बिजी नै भयो त्यो बिहान क्लास गयो खानासाना खायो अनि भिजा सेन्टरमा आइपुग्यो भिजा हान्यो अब फेरि क्याप्चर जानुपर्ने हुन्छ गाइज मैले भर्खर चाहिँ एउटा उयो कुरा भेटेँ म यहाँनिर मस्तले बसिरहेको थिएँ यहाँनिर स्कुलभित्रमा हो क्या यहाँनिर त्यो लेक जस्तोमा मैले टटल भेटाएँ घाम तापिरहेको हेर्न सक्नुहुन्छ यहाँनिर रियल टटल घाम तापिरहेको छ यार खतरा सही हो है यहाँ टटल छ उयो माछाहरू छ क्या टन्ने कच्छु नानु ए खतरा छ यार नगरु है न उयो सास फेरिरहेको छ क्या यो गाइज म चाहिँ अहिले लाइब्रेरीमा छु लाइब्रेरीमा अनि लाइब्रेरीमा चाहिँ बोल्न मिल्दैन क्या त्यही भएर म खासमा पढ्न आएको एसाइनमेन्ट गरिरहेको छु मेरो असाइनमेन्ट नि अलमोस्ट कम्प्लिट भइसक्यो हेर्न सक्नुहुन्छ मेरो असाइनमेन्ट अलमोस्ट कम्प्लिट भइसक्यो यो चाहिँ म यो अब आजको भ्लग चाहिँ यति नै हो सबै त्यही लाइब्रेरीमै बित्यो आज किनभने असाइनमेन्टहरू थियो अनि पढ्नुपर्ने थियो हल्का हल्का यस्तो पढ्दैको होइन त्यो लाइब्रेरीमै छु स्टिल जान सक्नुहुन्छ अनि यहाँ एकछिन फ्रेस हुँ भनेर बाहिरतिर आएको अनि भ्यू पनि एकदम यस्तो खतराको भ्यू यता पनि छ खतरा भ्यू यु क्यान सी द भ्युज गाइज यस्तो राम्रो भ्यू छ हेर्नु त्यो अब एन्डिङ हो के गर्नु यस्तै भयो आजको दिन गयो भिजा सिजा हान्नलाई आज फ्राइडे पनि भयो एउटा मात्रै क्लास त्यो भएर आज बिजी नै हुन्छ कि स्कुलतिर आएपछि बरु काममा चाहिँ अब 9 घन्टा काम गऱ्यो अनि आयो सुत्यो मस्तले कामसम्म के हुँदैन थियो अब कलेजतिर स्टडी भएपछि यस्तो आयो कहिले के भन्छ टिचरले कहिले के भन्छ अनि त्यही हो झ्याउ छ चिसो चिसो छ अब यो एन्डिङ भ्लग हेरिदिइराख्नु होला किप सपोर्टिङ माया देखाइदिइराख्नु होला बिचरा जनिसला अब त्यही हो के भन्नु है केही नै छैन किप लभिङ मी गाइज किप सपोर्टिङ अनि सब्सक्राइब गर्न नबिर्सिनुहोस् लाइक अनि कमेन्ट गरिदिनु होला कस्तो लाग्यो मेरो भ्लग अब हल्का अझै युज टु भएको छैन नि त म क्यामेरासँग अनि त्यही भएर हल्का म हटपट के हुन्छ त्यो थाहा हुन्न क्या के बोल्ने अनि त्यही भएर त्यस्तै हो त्यो हेरिदिइराख्नु होला मेरो भ्लग हेर्नुहुन्छ यहाँनिर बिल्डिङ हाम्रो भ्यू यस्तो राम्रो छ ओके बाई बाई गाइस